धन्यवाद। सबै कुरा त हामीले सार्वजनिक गरिसक्यौँ। हामीले फेसबुकमा पनि हाम्रो चाहिँ प्रेस रिलिज पनि हामीले गरिसकेका छौँ यो घटनाको विषयमा। अस्ति जुन 21 गते प्रीतम अधिकारीको घरमा व्रतबन्ध हुन्छ, प्रीतम अधिकारीको व्रतबन्ध थियो। त्यही क्रममा चाहिँ व्रतबन्ध सकिसके पछाडि चाहिँ बेलुका राति प्रीतमको घरमा यतापट्टि बस्ने ठाउँ नभएपछि उहाँको आफन्त सानीमाको घरमा गएर चाहिँ त्यहाँ 10 जना भाइहरू चाहिँ त्यहाँ उनीहरू रमाइलो गरेर बियर खानी ओर्नी गरेर चाहिँ एउटा कोठामा नाचगान गर्ने गरेर बस्ने अवस्था हुन्छ। त्यही अवस्थामा चाहिँ यो जो मृत्यु हुने विशाल चन्द ठकुरी छ ऊ र अर्को दिपेन्द्र राज गिरी दुईजना बिचमा प्रीतमले दुवैजनालाई चिन्ने भयो, दुवै प्रीतमको गेस्ट भए, तर उनीहरू एक अर्कामा चाहिँ चिन्जान नभएको भएपछि त्यहाँ गफै गफमा केही कुराहरू उठे पछाडि चाहिँ यो दुईजना जो मृत्यु हुने र यो दिपेन्द्र राज गिरीको बिचमा चाहिँ विवाद उत्पन्न भयो। त्यहाँ विवाद उत्पन्न भइसके पछाडि राति लगभग 1 देखि 2 को बिचमा भएको कुरा हुन्छ। त्यो कुरामा चाहिँ दुईजना त्यति बेला साथीभाइले सेटल गर्छन्। टोटल त्यहाँ 10 जना हुन्छन्। 10 जनामा चाहिँ अलि मिलाएर अब 2 बजे झगडा नगर्ने भन्ने हिसाबमा चाहिँ गरिसकेपछि दुईजना मान्छे चाहिँ फेरि यो दिपेन्द्र राज गिरी र अर्को सन्तोष भन्ने भाइ चाहिँ दुईजना सायद उनीहरू दुईटा जान्छन्। 8 जना चाहिँ यहाँ सुतेर बस्छन्। गएपछि अब घटना त यतिकैमै सक्यो भन्ने थियो, तर दिपेन्द्र राज गिरीले के गर्यो भने त्यहाँबाट बाहिर गइसके पछाडि चाहिँ उसले यसलाई चाहिँ उसले इगोको रूपमा लिइरहेको हुँदो रहेछ। उसले लिए पछाडि चाहिँ उसले आफ्नो साथीहरूलाई चाहिँ यो दिपेन्द्र राज गिरी चाहिँ उसको घर यता कैलाली लम्कीमा पर्छ उसको, अनि लम्कीदेखि चाहिँ उसले आफ्नो साथी दाई भन्ने मान्छेहरूलाई चाहिँ विवेश कुँवर भन्नेलाई उसले फोन गरेर त्यसपछि ल दाई मलाई चाहिँ यहाँ यस्तो यस्तो समस्या भयो, मलाई चाहिँ यहाँ न्यु खोज्यो एउटाले, अब त्यसलाई चाहिँ पिट्नु पऱ्यो, ठिक पार्नु पऱ्यो भन्ने हिसाबले उसले बोलाए पछाडि चाहिँ उताबाट 2टा बाइकमा, एउटा बुलेट बाइकमा एउटा चाहिँ एनएस बाइकमा 4 जना केटाहरू चाहिँ उताबाट आएको अहिलेसम्मको हाम्रो अनुसन्धानले देखिन्छ। देखे पछाडि यहाँनिर जब आइसकेपछि दिपेन्द्र राज गिरीले चाहिँ यो 4 जनाको सपोर्ट पाइसके पछाडि त्यसपछि त्यहाँ घरमा गएर त्यहाँ परेर सुरुमा ढोका खोलेको हुँदैन, त्यहाँ ढोका खोलेको अवस्था हुँदैन। त्यसपछि यो दिपेन्द्रले चाहिँ उसको साथी जो त्यहाँ माथि सुतिरहेकोलाई फोन गर्छ, पटक पटक फोन गरेर ढोका खोल भन्छ। अनि त्यो साथीले पहिला ढोका खोल्दैन, उसले केही छिनसम्म ढोका खोल्दैन, नभएपछि पछि ऊ चाहिँ आफै फेरि पछि आयुष विष्ट भन्ने भाइ चाहिँ त्यो पछि स्वाभाविक रूपमा ऊ चाहिँ ड्युटी जानुपर्ने हुन्छ। उनीहरू ड्युटी जानुपर्ने भएपछि आयुष र अर्को एउटा पाण्डे भन्ने 2 जना चाहिँ ड्युटी जाने क्रममा उनीहरू तल ओर्लिन्छन्। घरबाट त्यो माथि 3 तलामा जहाँ सुतिरहेको थियो त्यो तल ओर्लिसके पछाडि चाहिँ एक्कासी यो भाइहरू चाहिँ कुरेर बसिरहेको हुन्छ। यो दिपेन्द्र राज गिरीहरू चाहिँ त्यहाँ उसको टिम त्यहाँ कुरेर बसिरहेको हुँदो रहेछ। त्यसपछि एक्कासी 5 जना मान्छे भरेर चाहिँ माथि गए पछाडि चाहिँ एक्कासी उनीहरूसँग भएको चक्कु बियरको बोतलहरू त्यहीँ खाएर बाँकी भएको बियरको बोतलहरू त्यहीँ थिए, ती बोतलहरूले हानेर त्यहाँ हान्न थालेपछि यो उसले चाहिँ ज्यान बचाउनलाई चाहिँ विशाल चन्द ठकुरी चाहिँ त्यहाँबाट बाहिर तल भाग्छ। भागे पछाडि चाहिँ फेरि त्यहाँ पनि खेद्दै गएर तल यता अलिक पर 100-150 मिटर जति पर पुगे पछाडि चाहिँ विशाल ढल्छेपछि तत्कालै यसकै विशालकै साथीहरू त्यही मध्येका कसैले मोटरसाइकलमा हालेर चाहिँ उसलाई चाहिँ हस्पिटलमा पुर्याउँछन् यता सञ्जीवनीमा। तर सञ्जीवनीमा पुर्याए पछाडि चाहिँ उपचार क्रममा उसको तुरुन्तै मृत्यु भएको हामीलाई जब त्यहाँबाट हाम्रो हस्पिटलमा जानकारी प्राप्त भइसके पछाडि अनि बल्ल हामीले चाहिँ त्यसपछि त्यहाँ भएका 8 जना मान्छेहरूलाई चाहिँ तिनलाई चाहिँ खोज तलास गर्ने, तिनीबाट चाहिँ इन्फर्मेसनहरू कलेक्सन गर्ने, अनि त्यसपछि बल्ल यो दिपेन्द्र राज गिरी भन्ने चाहिँ मुख्य मान्छे रहेछ, यो झगडा भएको रहेछ भन्ने कुरा हामीलाई जानकारीमा भइसके पछाडि अनि बल्ल यसलाई हामीले खोजी कार्यलाई तीव्र बनायौँ। त्यसपछि हाम्रो यहाँ चाहिँ विभिन्न टिमहरू परिचालन गऱ्यौँ। हामीले उता यसको घरहरू कैलाली भएपछि कैलालीमा पनि मैले कुरा गरेँ। त्यसपछि बर्दिया, सुर्खेत, दाङ यताबाट भाग्न सक्ने नाकाहरू हामीले सबै क्लियर गर्दै त्यसपछि विभिन्न सिसिटिभी फुटेजको एनालाइसिस गर्ने, तपाईँको यसको अब सिडिआरहरू निकालेर सिडिआरको प्राविधिक रूपमा विश्लेषण गर्ने गरेर चाहिँ हामीले विभिन्न विधि प्रविधिको प्रयोग गरेर भनौँ न भन्दा अहिले तपाईँले भन्नु 24 घन्टा होइन, हामीले 10.5 घन्टामा चाहिँ मान्छे यसलाई नियन्त्रण लिन सफल भइसकेका थियौँ। अहिले हाम्रो अब हिजो हामीले म्याच पनि यिनीहरूलाई चाहिँ लिइसकेका छौँ। 6 जनालाई चाहिँ हामीले म्याच थपेका छौँ। यो 4 जना मान्छे चाहिँ मुख्य यो घटनामा संलग्न भयो। 2 जना मान्छेको चाहिँ यसमा कुनै न कुनै इन्डाइरेक्टली त्यसरी यो घटना घट्नुमा उनीहरूलाई थाहा भएको, जानकारी भएको, यिनीहरूले चाहिँ रोक्ने प्रयास पनि नभएको भन्दा मतियारमा चाहिँ कतै न कतै एकजनाको घर चाहिँ हतियार लगेको देखिन्छ भन्दा उनीहरूलाई पनि केही कुराहरू थाहा थियो भन्ने भएपछि उनीहरू पनि कानुनी रूपमा केही न केही दोषी छन् भनेपछि उनीहरूलाई गरेर 6 जनालाई चाहिँ म्याच थप गरेर अहिले अनुसन्धान क्रममा छ। पक्राउ परेका कति वर्ष उमेर समूहका हुनुहुन्छ? यिनीहरू चाहिँ सबै लगभग त्यही 19 देखिबाट 21, 22, 23 वर्षभन्दा बढीका छैनन्, एउटै समूहका छन् यिनीहरू। किनभने सँगै कलेज पढ्ने पनि भए यिनीहरू, आफैसँग पढ्ने साथी भएर उनीहरूको 1-2 ब्याच सिनियर मात्रै छ। यसले गर्दा लगभग एउटै समूहका उमेर छ, 20s का भनौँ न। यो हत्यापछि यिनीहरू यही प्रहरीले बाँकेबाटै नियन्त्रण गर्यो, यिनीहरू बाँके बाहिर गइसकेका थिए। 2 जना चाहिँ यहाँ जो मैले भने नि जो घटनामा चाहिँ केही संलग्नता भएको भनेर हामीले 2टा भनिरहेको छौँ, त्यो 2 जना मान्छे चाहिँ यहीँबाट हामीले नियन्त्रण ल्याउँ तत्कालै। उनीहरूबाट केही इन्फर्मेसन पनि हामीलाई डेभलप गर्न सजिलो भयो, उनीहरूलाई नियन्त्रण ल्याउँ। त्यसपछि 4 जना त हामीले यो
तपाईँको चिसापानी भन्दा यता अमरेनी भन्ने त्यहाँ एउटा आर्मीको चेकपोस्ट छ, त्यहाँ हामीले पछ्याउँदै जाँदाखेरि चाहिँ त्यहाँनिर पुग्दाखेरि हामीले फेला पार्यो हाम्रो टोलले। ओके, हस्, धन्यवाद। हस्, थ्याङ्क यू।